यसै गरी हाम्रो यात्रा सुरु हुन्छ कहाँको तर कहाँ म त भिज्न चाहन्न मेरो टाउको नभिजोस् के अरे सब्सक्राइब गरिदिनु भएन खोइ भन सब्सक्राइबै गाइस सब्सक्राइब कहाँ हो घोडा कुरा भएन र यहाँनिर कहाँ पुग्न छैको यस्तो बाटो छ जाउँ न राम्रो हामीले 8 पास गऱ्यौँ लाइसेन्स थियो क्या माल है यार बाटोमा गएर पानी पर्छ कि बाटो त राम्रो छ अरे चलाउनु मान्छे अहिले अनि उता मेरो ट्र्याक्टर छ छु आज चाहिँ मेरो छुट्टी हो क्या किनभने चाहिँ चिल्ली छ है मेरो बाटो अगाडि ट्रिप नआयो नि रोडै रोडमा मुला कन्टेन्ट बन्छ भिडियो बनाएको छु तल हाल्दा मेरो टाउको बाइकहरू छ भिडियो कि साथी गर्दिन है के हो यो रातो माटो भने जस्तो होइन बारे बाटो राम्रो छ बाटो चलाउने मान्छे कामे हानमा आइगरी खुद्ला आयो क्या झाइकुलाई चाहिँ कति मिनटको बन्यो यहीबाट 2 मिनटको भयो त्यहाँनिर त ल एकछिन हटाउँछु है म बल्ल चिल्लो बाटो है खच्याक खच्याक लड्क्यो कपाल किन धाग्यो भने चाहिँ मेरो कपाल छैन क्या त्यही भएर साथी क्वालिटीमा भयो नलगाइ साथी हेयरफल भाग्यो त्यो मेरो कपाल देखाउनु चाहन्न होइन ज्वरो आउनु जस्तो भइगयो भोलि कलेज जान यार बिहान बिहान यार एकछिन जानु न त सिधा होला गल्छ बाटो त बाटो बाटो मरिन्छ कि बाँचिन्छ तिमीले त स्टाङ गरेर आएको मान्छे नि यस्तो यो बाटोको लागि यति पिज्यो साथीहरू कस्तो मेरो कस्तो लाग्छ हालत त्यति बेला त म डबल लोड जान्छु नि त यताबाट ट्रिप हालौँ न मजा आइरहेको छ मजा आइरहेको माटो चिप्लो बाटो आवाज चाहिँ क्रस पारेको जस्तो आयो होला तर स्टुडियो क्रस पारेर म के ल क्रस पारेर ह्यान्डल यस्तो छ बिकज मोडिफाई गऱ्यो अन्त एकछिन नाम खोल्दैन अगाडि सबै ल है फेरि तर बाटो चाहिँ भने चिप्लो चाहिँ छ है फेरि उता मेरो फ्यानहरू है फ्यानहरू भन्दा पनि पङ्खा हाल्यो होइन जाडो भन कोडवाला फाइनली लड्किन्छ त प्रायः टाढो उयोको यात्रा सुरु हुन्छ है त यहाँ छ नि चाहिँ हाम्रो ड्राइभर चाहिँ नि अन्त यस्तै यस्तो हामी चाहिँ ल यात्रा सुरु भयो अहिलेसम्म बाँचेकै छ गाइजहरू होइन मर्न चाहिँ मर्यो होला किनकि हाम्रो मर्यो नि हाम्रो उहरू हामी मऱ्यौँ भने चाहिँ यस्तो 13 दिनको श्राद्ध हुन्छ होइन हो नि त्यति बेला चाहिँ पक्कै पनि मासु चाहिँ नखानु होला होइन बरु होटलमा गएर चाहिँ बियर चाहिँ खानु होला है त ल यति भन्दै फेरि पनि मैले भ्लग बन्द गरेँ लड्क्यो झन्डै ल राम्रो बाटो भेटायौँ होइन यति यस्तो हेरै उकालो छ यो स्कुटी बेस्ट हो कि होइन हुन त मेरो पनि प्रमोसन है त नानी हाम्रो चाहिँ धेरै मेमोरिजहरू छ होइन पहिला प्लानमा आउँथ्यो अरू कोहीसँग किन भन्दैन साथीसँग ओ माई गॉड ए दाइ ए कहाँ दाइ भैँसीको चाकमा ओ वाह कति राम्रो छ यो ठाउँ
आहा कति राम्रो ठाउँ राम्रो होला कि मै राम्रो होला आहा ल हेर्नुहोस् त ल ल ल ल ए फग हेर्नुहोस् फग यो फग त यो फगै हो मा गाइज सुरु गरी आस्तो भयो काई मान्छे कहाँ चिचन न मुल यहाँ आउरा गर्छ कि मेरो यहाँ मेरो त स्वर बस्या ड्राइभरले कहाँ हाल्यो कहाँ हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद ये क्या हो ध्यानै कहाँ छ तर यो चाहिँ दामी आछ है सिन चाहिँ ल ल ल हेर म ल ल ल मेरो हात आरे च्याएर अलिकति यस्तो छ है बाटो सर्टिफिकेट निकालेका मान्छे हामी घोर्दराको टुप्पानमा कहाँ अड्के फेरि ज्याकेट ए सो मलाई ओ भाइ कति राम्रो भ्यू आहा बाटो पनि हेर्छ नि यहाँ यस्तो थिएन सायद पहिला झन् हेर न यो टर्निङ हुन त ए हेर न हेर है कहाँ हाल्छ नि बाटो चाहिँ यो चाहिँ मलाई ठिक लाग्छ ग्रिप होला है तर यस्तो चाहिँ दृश्यहरू आजको मेरो किन धुने जस्तो भयो हर्नु भयो ए बाटो ए माटो किन ठाडै उकालो हटा तर मेरो साथीले मलाई फुल भरोसा छैन ट्रस्ट छैन यिनीले हाल्छ नि होइन किनभने यिनी के भन्ने एकदम खतरा राइटर म त मनमा नै लोडे नि हुन्छ भन्ने भएको किनभने कन्टेन्ट भन्छ तर लोड्दैन पनि किनभने म भाग्य माने हो म पहिला केही हुन्न होइन यदि भएछ भने म अभागी हो अभागी रे के अरे भाग्य मानेको लिन्छ अरे ओइ मैले मोबाइल खाली खत्म ल म हजुर ल बाई बाई टाटा गुड बाई मोबाइल भेट्यो रे बोल्नु आयो त्यस्तो चेन्ज छ तिम्रो जल्दी वाला बाटो बाटो हुँदा नि सिन बवाल चाहिँ के भन्ने के सिन भन्ने कि नि फगा हात तर राम्रो आँखा के के भन्ने तर होइन फगा हात तर राम्रो आँखा तिमीबाट ल है ल है केटा हो ल ए ल है घोडाले झ्याकेट ओ वा आशिक दिएस नहरू ल है त यस्तो छ होइन यहाँको सिन नामै हाल्लाउ कि मान्छे म सिरियस आछु मनमनै डर त डर क्या कि चिप्ले माथि अनि डर माथि के अरे माउन्टेन भ्यू घुम्ने यस्तो छ नि भर्खर हाल्छ माथि उयसमा अलिकति डर पनि लाग्छ यता हाले ठिकै यता हालेपछि चाहिँ अलिक बेटिङ हुन्छ होइन लास्टै असु बोल्ला छु म फेरि आउनुबाट यस्तो छ घुम्दै अब स्पिड चाहिँ फुल डान्स गरेर चाहिँ भइले आँच त आफ्नो ठाउँमा छैन भइरहेको कहाँ गयो क्या स्कुटी हाल्ने तिमी एउटा मुला बाटो हेर कि यो हाम्रो मनाङ मुस्ताङको ट्रायल हो है एउटा ट्रेनिङ इजुकेसन कस्तो नि त 12 पछि मनाङ मुस्ताङ जाने दुईटा ओ मा के अगाडि गएछ मैले चोट खाएको त बट अगाडि धुमै गयो भाटा ऊ भालुमा छिराने खै गोल छिरा मी त कायम यार केटा हो यार यो फगले केही देखाएको छैन अहिले त देखाएको छ अलिअलि क्यामेरामा देखाएको छ रियालिटीमा केही देखाएको होइन होइन गाइस हामी त अब भड्किम यहाँ बाटो कुन कन्फ्युज छौँ यार सधैँ आइरहने मान्छेहरू त यो बाटो कहाँ आयो भूत हो कि हामी कहाँ आयौँ त्यो हामी किचकनले छल्याएको छ हामी त गेममै हामी के किचकनले छल्याएको छ ल लागिन्छ अहिले चाहिँ म भिडियो पज गर्छु होइन अरे पज गर्छु रे स्टप गर्छु तेल त एक दिगामा छ गाडी हामी घरद्वारा क्रस गरिदिउँ कि मलाई घरद्वारा आइपुग्यौँ त्यही थाहा आएन फर्किसक्यो तिमीबाट आधा आएर चल्दियो माथि चल्दियो हिजो आयो माथि देख्न ठाउँ हामी आयो दादा Oh my god. रुजी आयो पुरै भिडियो चाडबाड सबै जस्तो हेऱ्यो मास है त जाकिन्छ पनि हाम्रो कहाँ हाइकिङ चढ्न लाग्यो तिमी साथी ओइ पाउनु भयो कटाइके यो गीत हाल्नु त होला अगाडि आउँछ कि हटाऊ यार
बचपना गएन क्या अझै किन दाङ देखाओ कि जुम गरिदिनुमा एउटा चाहिँ अटो थियो होइन अन्त चाहिँ अटो थियो होइन स्कुटी चाहिँ ठिकै हो हामीले एउटाले तानेर भयो नि तल झारमा किनकि लास्टै ओह्रालो छ झन् ओह्रालोमा भने पनि किन चिप्लो छ होइन अब लड्क्यो भने नि म फट्टै झरेर मैले तानमलाई बचाउँला अटो त्यो अलि ओह्रालो पनि झर्न आयो लड्क्यो भने त्यो सिधै तल जाने तल कहाँ ल्यान्ड गर्न त्यो भएर किनकिन अलि रिस्क छ होइन त्यसले किनकि लाग्छ पानी अगाडि चाहिँ अनि तिनीहरू हेर न पानी भर्खर पऱ्यो कि पुरै भिजेको छैन कुनै कुनै ठाउँ अनि त्यही भएर चाहिँ अरू बाटो चाहिँ ठिक छ चिप्लो बाटोमा अलिक गाह्रो ग्यास 25 छुट लाग्यो त्यही होइन ल यस्तो छ होइन यहाँको भ्यू चाहिँ जे भए पनि यहाँ जति टाङ घरेमा जति घुम्नु अन्त कोही छैन क्या यिनले कस्तो माझ होइन मार्छन् जस्तो लागेर आबाट मलाई अगाडि त्यसले मुत्र पाएँ पुरै लाडो नछेर मुत्र पाएँ त्यसरी जे हो भने हामी चाहिँ अगाडि बढ्नु पनि हुन्छ हाम्रो जे हो भने हाम्रो दृश्य अन्त यो सबै यदि पछि आएको बल आउँथ्यो तर अहिले चाहिँ किन यस्तो आयो भने चाहिँ खबर छ नि क्या त्यो भएर यस्तो छ तर राम्रै छ बाटो पनि झक्कास छ क्या झक्कास खै म खालै खाला छ म त्यहाँ पसल छ त्यहाँ पसल छ यो बाटो तर अलि पानी पऱ्यो कि आँखै चिप्लो बाटो भन्ने भयो क्या चिप्लो बाटोमा हाम्रो राइडर अब ह्यासट्याग अर्पिता साथी आएको साथी म झर्छु यार गएँ म डुटी किन जाने नि एउटामा जाने नि माथि गइनु अरे भर्खर के भएको गएँ ताउ रुट पारेर ल सुन्छ कहाँ जाने यहाँदेखि पिजर जाने कहाँ यसको आवाज फेरि गाइज होइन दर्शक बिना यसको आवाज चाहिँ क्रस फाइभ जस्तो छ क्या